नमस्कार मेरो डिकेएस ब्लगमा सम्पूर्ण मेरो साथीभाइ मेरो इष्टमित्र र मगर समुदायका सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण मगर समुदायका दाजुभाइ तथा दिदीबहिनी आमा बुवाहरूलाई यो माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अब आज माघे सङ्क्रान्तिको दिन हामी चाहिँ माघे सङ्क्रान्ति मनाउन जाने लागेको। अब यहाँ घरबाट हामी निक्लिनु लागेको मेरो श्रीमती र मेरो छोरालाई लिएर म आज माघे सङ्क्रान्ति मनाउन हामी गोलाटारमा जाँदैछौँ। ल साथीहरू, अब हामी चाहिँ हिँडेकै माघे सङ्क्रान्ति मनाउनु। यहाँ छोरा र म, छोराले बाइक हाक्दैछ। यहाँ हामी जाँदैछौँ अब गोलाटारतिर माघे सङ्क्रान्ति मनाउनु दिने हो साथीहरू। साथीहरू हामी चाहिँ लागेको माघे सङ्क्रान्ति मनाउनु। राम्रो राम्रो तोरीहरू फुलिरहेछ। आज घाम पनि मजाले लागेको छ। आज चाहिँ माघे सङ्क्रान्ति छ। गोलाटार आइपुग्यो। यतातिर चाहिँ एकदम खेती योग्य जमिनहरू छ, लगाइरहेको रहेछ। अगाडिदेखि नै अब हामी आइपुग्यौँ लोकेसन। अगाडि हाम्रो लोकेसन आइपुग्यौँ। अहिले भर्खर साथीभाइहरू जम्मा हुँदै रहेछ। दोकानहरू चाहिँ अघि नै थापै छ है यहाँनिर। यहाँ हाम्रो कार्यक्रमहरू चाहिँ माघे सङ्क्रान्तिको लागि एकदम तयारी भइसकेको छ। यहाँ हाम्रो गेस्टहरू आउनु बाँकी छ। अब हाम्रो यहाँ हाम्रो सचिव, मगर सङ्घका सचिव र हाम्रो मगर सङ्घका सचिव र हाम्रो अध्यक्षज्यू यहाँ लागिराख्नु भएको छ। यता हाम्रो वाप्पाहरू अघि नै आएर चाहिँ यहाँ यो झन्डा पूजाको लागि आउनु भएको छ। सबै तयारी भइरहेछ। यहाँ हाम्रो अब पाहुनाहरू आउने क्रम सुरु हुँदैछ भर्खर। अब यतापट्टि चाहिँ हाम्रो चेलीबेटीहरूले सेलरोटी मजाले पकाउँदै हुनुहुन्छ है। यता चाहिँ हाम्रो चेलीबेटीहरूले सेलरोटी बनाउँदै हुनुहुन्छ। अब यहाँ हाम्रो मगर्नी सेलरोटी सानो हुन्छ भन्छ, तर आज चाहिँ ठुल्ठुलो बनाउनु भएछ है दिदीबहिनीहरूले, एकदमै ठुल्ठुलो। यता चाहिँ अब सब्जीहरू बनाउनुको लागि यहाँ हाम्रो अर्ग्यानिक चुल्हाहरू बन्दैछ। दाजुहरूले बनाउँदै हुनुहुन्छ अर्ग्यानिक चुल्हाहरू। दोकानहरू चाहिँ सबै दोकानहरू लगाइसकेको छ। यहाँले हाम्रो वाप्पाहरूद्वारा चाहिँ यो भोजा पूजा हुँदैछ। यो ध्वजाको पूजा हुन्छ यहाँ। अब यसमा यहाँ हाम्रो गुम्बा पनि बनिने हो। यहाँ अब यो उद्घाटन
हाम्रो गुम्बा पनि बनिनेको कारणले यहाँ आज उद्घाटन पनि हुने हो। यसरी अभिमान रहित सदापूर्वक साधना पूजा वन्दना गरी उत्पन्न भएको लाखौँ बातीहरू बालिन्छ। त्यसै पञ्च भयो चार विपत्ति पञ्च व्यासन छाना विरोग व्यासति मित्य विधि आदि वाद कतमा दवाहरूदेखि सरसर बदानुध भएर मङ्गल सधैँ गर्न फल ज्ञान सुख निर्माणलाई स्वयं चर्चकार गर्न पाऊँ भन्थे। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स पादादिपद वैरमणि सिक्खपदं समाधियामि आदिना दान वैरमणि सिक्खपदं समाधियामि कामेषु मिथ्याचार वैरमणि सिक्खपदं समाधियामि मुसावाद वैरमणि सिक्खपदं समाधियामि सुरामेरया मद्यपमानत धन वैरमणि सिक्खपदं समाधियामि इदमे शिलंग सबकवतु इदमे पुण्यत बेषत सुखिता भवन्तु अनुमोदन्तु साधु 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 इति पिसो भगवा अरहं सम्मा सम्बुद्ध विचार। नालन्दा बौद्ध विहारका अध्यक्ष श्री लालबहादुर बुर्जा मगरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि मैले यहाँ निम्तो गरेको छु। यसरी नै हाम्रा पूर्व जग्गा धनी दमक नपातिन गोलाटारका यो जो जग्गा हामीलाई दिएर हामीलाई सहयोग गरिदिनु भएको छ श्री निशान राईका मगरज्यूलाई पनि यहाँ अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले यहाँ निम्तो गरेँ। उहाँ सायद आइसक्नु भएको छैन कि आएपछि उहाँलाई फेरि अतिथिको आसन ग्रहण गर्ने क्रम यथावतै रहन्छ। पनि यहाँ आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले अनुरोध गरेँ। त्यसै गरी कमल थापा मगरज्यू वापा कमल थापा मगरज्यूलाई पनि यहाँ आएर अतिथिको आसन गरिदिनुको लागि मैले अनुरोध गरेँ। तालीले स्वागत गरिदिनु होला। र अब हाम्रो लगभग हामी अब अतिथिको आसन ग्रहण गर्ने क्रमलाई यथावत राख्दै अब अर्को हाम्रो औपचारिक कार्यक्रम गर्नको लागि प्रमुख अतिथि नआइकन अलिकति सम्भव नभएको कारणले गर्दाखेरि हामी उहाँको प्रतीक्षामा छौँ र उहाँ आइसकेपछि हामी औपचारिक कार्यक्रमको उद्घाटन गरेर हामी अगाडि बढ्छौँ। त्यसबीचमा हामी गाना सुनेर एकछिन मनोरञ्जन लिने काम चाहिँ एरेन्ज गर्छ। यो हाम्रो गोलाडारमा अब मगर सङ्घको आज कार्यक्रम सुरु भइसकेको छ। स्वागत गेटबाट अब सबैजना छिरिसक्नु भएको छ। औनाहरू आउने क्रम तिम्रो छाखा लिम्बुनी सोटेरी साको पुका बिना डान्स स्टुडियो सेन्टरबाट नृत्य सेन्टरबाट प्रशिक्षित भएर प्रशिक्षक भाइ पनि यहाँ उपस्थित हुनुहुन्छ र उहाँहरूले प्रशिक्षण गराएर यहाँ साना साना नानीहरू भाइ बहिनीहरू मयूर डान्स लिएर अगाडि स्वागत नृत्यको लागि अगाडि आउँदै हुनुहुन्छ। धन्यवाद। ल मयूर डान्स बिना डान्स सेन्टर नृत्य सेन्टर दामा 5 क्याम्पस मोड उहाँबाट प्रशिक्षित
आज हामी 9औं प्रस्तुति यहाँ प्रस्तुत गर्न गइराखेका छौँ र सबैजनाले अब यस पछाडि अरू कौरन नृत्य पनि छ हामीसँग अरू 2-3 वटा डान्स हामीले व्यवस्था गरेका छौँ हाम्रो प्रशिक्षक भाइले यहाँ व्यवस्था गरेर लिएर आउनु भएको छ र यसको मनोरञ्जन लिने म सबैलाई यहाँ अनुरोध गर्दछु धन्यवाद साना साना नानीहरूले मयूर डान्स लिएर आफ्नो प्रस्तुति देखाउँदै हाम्रो स्टेजबाट बिदा हुनुभएको छ यसरी नै हाम्रो प्रमुख अतिथिलाई श्री रामकुमार थापा यस दमक नगरपालिकाका प्रमुख मेयर ज्यूलाई
आफ्नो प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि मैले अनुरोध गरेँ र अब हामी कार्यक्रमको औपचारिकतातिर हामी लाग्छौँ र यहाँ अतिथिहरूलाई खानाले स्वागत गरिदिनको लागि मैले यहाँ महिला बहिनीहरूलाई मैले अगाडि निम्ताएँ। 2 जना बहिनीहरू, मैले नाम भनिनँ, 2 जना आइदिनुको लागि म अनुरोध गरेँ। यहाँ फुलसरी राणा मगर धन्यवाद। धन्यवाद। को लागि पनि म अनुरोध गरेँ। ताली ताली खोइ ताली त सुनिएन के भयो? हो ताली ताली तालीले स्वागत गरौँ। अब हाम्रो पानसमा बत्ती बालेर आजको कार्यक्रमको समुद्घाटन थापा मगर भन्ने उहाँ खुसी हुनुभयो र उहाँलाई हामीलाई यहाँ बौद्ध बिहार बनाउनको लागि, यहाँ हल बनाउनलाई धेरै यहाँ सहयोग गरिदिनु र मगरै भन्नुपर्ने रहेछ भन्ने मैले भित्री रूपबाट सोचेको छु। आजको यो शिलान्यास कार्यक्रम हो है बौद्ध बिहारको। यो 1 हप्ताभित्र हाम्रो कार्य सुरु हुन्छ। हामी उपभोक्ता समितिबाट गर्नुपर्ने हो र उहाँलाई उहाँको बाहुलीबाट हामीले 3 नम्बर वडाध्यक्षज्यूको हातबाट पनि हामीले सभाहरूको शिलान्यास गर्ने योजना राखेका थियौँ, तर उहाँ कारणवश आउनु भएन। यहाँ आज उहाँ बाहिर जानुभयो, त्यसले गर्दाखेरि हामी आज नगर प्रमुखज्यूको बाहुलीबाट एउटा शुभ कार्य हामीले उहाँलाई पनि पूजापाठ गराएर विधि विधान अनुसार यो काम थाल्ने बित्तिकै पुरा होस् र सबैलाई सहयोग गरौँ भन्ने भावना भित्रबाट जागृत होस् भनेर हामीले उहाँलाई यहाँ उपस्थित गराएका छौँ र हामीले थालेपछि आउँदो साल भगवान बुद्धको ठुलो मूर्ति राखेर यहाँ हामी हाम्रा दमकका पिता मेयर बुद्ध पूजा साथीबाट चाहिँ अथवा बौद्ध जयन्ती हामी यही मनाउन पाऊँ भन्ने हाम्रो सबैको दमकको कामना छ मगरहरूको गुम्बा र बनाइने छ। हाम्रो त्यो कामना पुरा होस् भने हामी आशा गर्दछौँ। जयवीर भाइ कहाँ हुनुहुन्छ? यहाँ यसो आइदिनु पर्यो, यहाँ भिडियो बनाउनु पर्यो।
फोटो खिच्ने त मसला हालेको खै सुनेको होइन यस्तो मौका घरि घरि आउँदैन त्यो बत्ती अहिलेको यहाँ छ लाइटर 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 यहाँ छ मोहनबत्ती फटाएर ल्याउँ त आउनै पर्यो તમારી બાજુ श्रीमठ संगो श्रीमठ देवता अविरा होतु अव्यपाचा होतु अनिका होतु सुखियता हरतु दुःखं यथा संपत्ति दुर्गविलकान्तु समासका गोमाठा देवता गोपाठा देवता अकसाठा देवता अरखा देवता अविरा होतु अव्यपाचा होतु अनिका होतु सुखियता हरतु दुःखं भन्छ पसुन भयो त्यो भयो बस्दै गरेको नजिकै नि होला काका नारायण बौद्ध बिहारका अध्यक्ष अरू अतिथिज्यूहरू पनि यहाँ उसमा आइदिनु होला। हाम्रा नारायण बौद्ध बिहारका अध्यक्ष श्री लालबहादुर भुजेल महोदयलाई आजको यस कार्यक्रममा शुभकामना स्वागत मन्तव्य छोटोमा राखिदिनको लागि मैले उहाँलाई यो माइक्रोफोन हस्तान्तरण गरेँ। धन्यवाद हाम्रा सचिवज्यू। आज मगरहरूको प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व 2082 मिनामले मगर नयाँ वर्ष 5019 का सभा अध्यक्षज्यू,
नगरबाट पाल्नुभएका नगर प्रमुख अतिथि रामकुमार थापाज्यू, विशिष्ट अतिथि वडाका कार्यवाहक अध्यक्ष श्री गजेन्द्र धिमालज्यू, विशिष्ट अतिथि नेपाल मगर सङ्घ चाहिँ होइन यो है, मनाउन चाहिँ सबैले मनाउँछ होइन, तर विशेष रूपमा चाहिँ दुईटा जातिको चाहिँ यो मुख्य पर्व हो भनेर नेपाल सरकारले 2065 साल माघ 10 गतेको दिन, त्यति बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यसबाट चाहिँ दुईटा जातिको चाहिँ प्रमुख राष्ट्रिय चाड है भनेर घोषणा गरिएको छ। त्यहाँदेखि त्यस दिनदेखि चाहिँ हामीले चाहिँ यसलाई एकदमै भव्यताका साथ नेपाल अधिराज्यभरि मात्रै नगएर विश्वभरि छरिएर रहेका सम्पूर्ण मगरहरूले मनाउँदै गरेको छ। र त्यसको बारेमा चाहिँ अलिकति यहाँहरूलाई म के जनाउन चाहन्छु भने माघे सङ्क्रान्ति त भन्छ होइन, सेलरोटी पोल्यो तयारी उसिन्यो खायो सक्यो, मासु यसो जाँड रक्सी पनि अलिअलि त्यसमा शीतन त चाहिहाल्यो है होइन, त्यो चलन छ। तर यो चाहिँ कसरी यो पर्व सुरु भयो, किन चाहिँ मगरले चाहिँ आफ्नो प्रमुख राष्ट्रिय सांस्कृतिक चाड भनेर चाहिँ किन मनाउनु पर्यो भन्ने बारेमा तपाईँहरूलाई छोटो यसो जानकारी होस् होइन भनेर यो इतिहास छ होइन, त्यो इतिहास छोटो रूपमा म यहाँ पढेर यहाँहरूलाई वाचन गरेर म यहाँहरू समक्ष राख्न चाहन्छु। मगर जाति समुदायको वार्षिक रूपमा मनाउने हाम्रो 3वटा मुख्य चाडपर्व हुन्छ। चाडपर्व त धेरै छ, धेरै मनाउँछौँ होइन, र त्यसमध्ये चाहिँ 3वटा चाडलाई चाहिँ प्रमुख मान्छौँ। हामीले फागुन 15 गते मनाउँछौँ। त्यो फागुन 15 गते चाहिँ नेपाल मगर स्थापना तथा एकता दिवस हो। र त्यो पर्वले चाहिँ के गर्छ त भनेपछि तपाईँ हामी मगरहरूले एक आपसमा भावनात्मक सम्बन्ध विस्तार गरी जातीय रूपमा एकताबद्ध हुन सहयोग गर्छ है एउटा। दोस्रोमा छ माघे सङ्क्रान्ति, जुन आज हामी मनाउँदैछौँ। वास्तवमा मगरहरूले चाहिँ अलिक गाउँतिर गयो भने चाहिँ माघे सङ्क्रान्ति भने माघे सङ्क्रान्ति हो भन्छ होइन, माघे सङ्क्रान्ति पनि भन्दैन होइन। त्यस कारणले गर्दाखेरि माघे सङ्क्रान्तिलाई चाहिँ हाम्रो प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व मिन्नामलेस भनेको चाहिँ मगरहरूको नयाँ वर्ष भने है 2019 आज मनाउँदछौँ। यस पर्वले मगरहरूले सांस्कृतिक विविधताको रूपमा एकताबद्ध हुन सहयोग पुर्याउँछ। किन भनेदेखि हाम्रो भाषा 3टा बोल्छौँ हामी मगरहरू है, 3 किसिमको संस्कार संस्कृति छ होइन। त्यसो भए पनि हामीमा त्यो विभिन्न संस्कार संस्कृतिको बिचमा नि हामीलाई एकता छ, हामी कुनै त्यस्तो भेदभाव छैन, हामी सबैले मिलेर मनाउने गर्दछौँ। त्यस कारणले गर्दाखेरि यसले चाहिँ सांस्कृतिक विविधताको रूपमा नि हामीलाई एकताबद्ध हुन सहयोग पुर्याएको छ। त्यस्तै गरेर वैशाख पूर्णिमा छ बुद्ध जयन्ती। अब यस पर्वले चाहिँ के गर्छ त भन्दाखेरि मगरहरू जुन धार्मिक रूपले विविधताको रूपमा जुन रहनु भएको छ, कसैले हिन्दू मान्छन्, कसैले बौद्ध मान्छन्। मगर सङ्घका अध्यक्षज्यू र मगर सङ्घ झापा जिल्लाका महिला सङ्घका पदाधिकारीज्यूहरू र जति पनि सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण अतिथिगण र यहाँ पाल्नुभएका हाम्रा ज्येष्ठ नागरिक आमा बुवाहरू र बाहिरबाट जति पनि सङ्घ संस्थाबाट पाल्नु भएको छ सबैजना अतिथिज्यूहरू र आफ्नो अमूल्य समयलाई वास्ता नगरी यहाँ पाल्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो व्यक्तिगत तर्फ र नेपाल मगर बौद्ध समाज सेवाका तर्फबाट यो माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना दिन चाहन्छु। तपाईहरुलाई अवगत नै छ सबैजनालाई आज चाहिँ हाम्रो माघे सङ्क्रान्तिको बारेमा अघि नै हाम्रो अध्यक्षज्यूले सम्पूर्ण कुराहरू हजुरहरूलाई जानकारी गराइसक्नु भएको छ। अब यो चाड चाहिँ हाम्रो मगरहरूको मात्रै नभएर यो सम्पूर्ण हामी नेपालीहरूको हो। यो हजुरहरूलाई कतिजनालाई अब थाहा छ होइन, कतिजनालाई छैन। अब हाम्रो नेपाल एकीकरण गर्ने हाम्रो पृथ्वीनारायण शाहज्यूले भन्नुभएको थियो 4 जात 36 वर्णको हामी नेपालीहरू, अनि यहाँनिर हाम्रो
4 जात 36 वर्णमा विभिन्न प्रकारको जात जाति वेशभूषा रीतिरिवाज संस्कृतिहरूले एकदमै धनी छौँ हामी र हामीलाई एकदमै गर्व गर्नुपर्छ हामीले कि हाम्रो पिता पुर्खाहरूले चाहिँ हामीलाई यति धेरै रीतिरिवाज संस्कृति भाषा अनि हाम्रो यो लगाउने पहिरन लुगाहरू चाहिँ यति धेरै हामीलाई दिएर गएको छ। हामी यो माघे सङ्क्रान्तिमा मात्रै होइन, हामी अरूको चाडमा पनि रमाउँछौँ। अब हाम्रो मगर्नी चेलीबेटीहरू बाहुनको भन्छ तीज होइन, तर होइन, हामी सबै नेपालीको त्यहाँ पनि गएर नाचिरहेको हुन्छ। अब क्रिसमस भन्छ होइन, क्रिस्चियनहरूको क्रिसमसमा पनि गएर नाचिरहेको हुन्छ। त्यसैले गर्दा यो जातीय पर्व होइन, हामी सबैजना नेपालीहरूको एउटा संयुक्त चाड हो। हामी यसलाई एकदमै राम्रोसँग मनाऊ, इन्जोय गरौँ। अब यहाँनिर यो हाम्रो कार्यक्रम औपचारिक कार्यक्रम पछाडि चाहिँ तपाईँहरूले यहाँ धुलो उडाउनु पर्ने हुन्छ है, हो कि होइन हो? धुलो उड्छ जस्तो लागेन हो हजुरहरूको जोस हेर्दा। ल यहाँनिर अब यस पछाडि चाहिँ हामी यहाँ हुर्रा नाच्ने हो, प्लस कोही पनि अब आफ्नो कलाहरू देखाउनुहुन्छ भने यहाँ हाम्रो कार्यक्रम सञ्चालकज्यूलाई आएर नाम पनि टिपाउनु होला। उहाँहरूले व्यक्तिगत कलाहरू पनि उहाँहरूले प्रदर्शन गर्नु सक्नुहुन्छ है हजुरहरूले। त्यस पछाडि चाहिँ अब हामी कार्यक्रमलाई जति सक्दो छोटो छोटो गर्दै जाँदैछौँ। ल फेरि पनि जतिजना यहाँ आउनु भएको छ सम्पूर्णलाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना भन्दै मेरो 2 शब्द यहीँ बन्द गर्छु। धन्यवाद, नमस्कार, जोरले धन्यवाद गरे। र अब कौरा नृत्य प्रस्तुत गर्दैछौँ र यस पछाडि हामी यसरी नै बीचबीचमा नृत्य प्रस्तुत गर्ने हाम्रो व्यवस्था मिलाएका छौँ र यो नृत्य हेरेर आफ्नो मनोरञ्जन लिइदिनको लागि पनि मेहनत गरे।
उद्घोषक मित्र, कार्यक्रमका अध्यक्ष, यस मगर संघका नगर अध्यक्ष आदरणीय मेरा परम मित्र अभिभावक वेद प्रसाद थापा मगरज्यू, मंचमा आसीन विशिष्ट अतिथि दमक नगरका कार्यवाहक वडा अध्यक्ष दमक 3 का गजेन्द्र धिमालज्यू, नेपाल भूतपूर्व सैनिक केन्द्रीय सदस्य तथा पाणिनी माध्यमिक विद्यालय सञ्चालक समितिका श्रद्धेय अध्यक्ष गोपाल तामाङज्यू, आदिवासी जनजाति केन्द्र जिल्ला प्रदेशका प्रतिनिधि बहिनीहरू, मगर संघका विभिन्न तहका दाजुभाइ तथा दिदीबहिनीहरू, अन्य उपस्थित सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, आज माघे संक्रान्तिको पावन अवसरमा हामी करिब म 3 वर्षदेखि तपाईहरुको साथमा छु र तपाईहरुले मलाई परिवारको सदस्य जस्तो गरेर सम्झिनुहुन्छ। म पनि आफ्नै दाजुभाइ दिदीबहिनीहरू आफ्नै परिवार सम्झेर उपस्थित हुन्छु र म सर्वप्रथम यो माघे पर्वको उपलक्ष्यमा यहाँ उपस्थित सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई म शुभकामना टक्राउँछु, धन्यवाद र आभार व्यक्त गर्छु र अन्य आउनु सक्नु नहुने सबैलाई तपाईहरु मार्फत शुभकामना टक्राउन चाहन्छु। हाम्रो वेद दाइले अघि छोटकरीमा
माघे पर्वको बारेमा बोल्नुभयो, एउटा इतिहास प्रस्तुत गर्नुभयो। वास्तवमा हामी नेपालमा धेरै जात जाति धर्म संस्कृति परम्परा मान्ने मानिसहरू छौँ र हामीलाई आफ्नो परम्परा आफ्नो संस्कृति वेशभूषा रीतिरिवाजलाई कायम राखेर आउने पिँढीलाई हामीले समर्पण गर्न सकेनौँ भने इतिहास मेटिन्छ र त्यसकारण तपाईहरूले वर्षै नै यो पर्व मनाउँदै जानु भएको छ। आगामी दिनमा पनि यसको सफलताको लागि म शुभकामना व्यक्त गर्न चाहन्छु। म आज अत्यन्तै खुसी लागेको छ कि गएको साल हाम्रो उद्घोषक मित्रले राम थापा मगर भनिदिनु भयो अनि मलाई के लाग्यो भने म पनि तपाईहरूको परिवारभित्रको मानिस सम्झिनु हुँदो रहेछ जस्तो लाग्यो। तपाईहरूको यो भेला देख्दा त थापा क्षेत्री होइन थापा मगरै पनि लेख्दा फरक हुँदैन, मलाई त्यो सम्झे के फरक पर्दैन। म अर्को खुसी के भने हामी 3 वर्ष अगाडि आउँदा यहाँ हिलो थियो, तपाईहरूले भन्नुभयो कम्तीमा पनि यो बाँध बाँधौँ, त्यसलाई अलिकति सहयोग गरिदिनुहोस्, यसलाई पुरै गरिदिनुहोस् भन्नुभयो। मैले त्यसलाई सहयोग पुर्याइदिएँ र गएको साल आउँदाखेरि एउटा यहाँ बौद्ध विहारको कल्पना गरौँ भन्नुभयो। मैले आउनुहोस्, त्यसको नक्सा बनाऊ, डिपिआर बनाऊ र नगरपालिकाले के गर्न सक्छ र प्रदेशमा म के गर्न सक्छु, केन्द्रमा पनि के गर्न सकिन्छ, कम्तीमा पनि यो उत्तरी ठाउँमा मानिस आउने एउटा वातावरण बनोस् भन्ने उद्देश्यले हामीले डिपिआर तयार गऱ्यौँ, प्रदेशमा पेश गऱ्यौँ। प्रदेशलाई करिब करिब 10 लाख रुपियाँ पैसा यहाँ सहयोग गरेको छ हाम्रो मार्फतबाट र हामीले केन्द्रमा पनि करिब करिब 2 करोडको एउटा भवनको हामीले पेश गरेको छौँ। तर यो जेएनजी आन्दोलन नभएको भए मलाई लाग्छ हामीले कम्तीमा पनि 50 लाख रुपियाँ पैसा पाउने थियौँ र यो कारणले रोकिएको छ। म तपाईहरू बेजी अरू हाम्रो पिताकोटे दाईहरू हुनुहुन्छ, सबैजनाले तालीले स्वागत गरिदिनुको लागि पनि म अनुरोध गर्दछु। यहाँ फोटो पनि लिदिनु। पोख्छ भाइ पोख्छ, यहाँ आएछ खाटी मगर्नीहरू अब त्यो रोटी अलिकति पछाडि बस्नु यहाँ कसैलाई तल हात लगाऊ न भाइ। ठिक छ ल भइहाल्यो, सब्जी मात्रै रहेछ नि त।
झापा जिल्लाका उपाध्यक्ष श्री अन्नबहादुर बलाम्पाकै मगरज्यूलाई म अनुरोध गर्दै उहाँको बाहुलीबाट उहाँलाई हस्तान्तरण गर्दिन र मायाको चिन्ह प्रदान गरिदिनको लागि पनि मैले अनुरोध गरेँ। तालीले स्वागत गरिदिनु होला। र सबै भाइ बहिनीलाई अगाडि म नाम बोलाउँछु, आएर आफ्नो सम्मान पत्र र मायाको चिन्ह लिइदिनको लागि पनि मैले अनुरोध गरेँ। र ईशा थापा मगर त्यतै बस्ने त अनि त्यस पछाडि विनिता मुखिया, विनिता मुखिया, त्यस्तै सृष्टि नेमाङ, त्यस पछाडि कृषा उप्रेती, त्यस पछाडि उषा खड्का, त्यसपछि सुदीक्षा खड्का, त्यस पछाडि अर्जुन सुनार। तालीले स्वागत गरिदिनु होला आजका हाम्रा भाइ बहिनीलाई जो राम्रो नृत्य प्रस्तुत गरेर बिदा भइसक्नु भएको छ। त्यसरी नै प्रकृति मगर, यसरी नै सानिया ठाकुर, खुसी भयो नानीहरू खुसी। त्यसरी नै सन्ध्या तामाङ, त्यस पछाडि मिशन तामाङ। ल सबैजना नानीहरूलाई हामीले आजको कार्यक्रममा नृत्य सङ्गीत प्रस्तुत गरिदिनु भएर रमाइलो गरिदिनु भएकोमा सम्मान पत्र प्रदान गरेका छौँ। र अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको यस माघे सङ्क्रान्ति कार्यक्रमको शुभकामना सन्देश, शुभकामना मन्तव्य राखिदिनको लागि हाम्रा कार्यवाहक अध्यक्ष श्री गजेन्द्र धिमालज्यूलाई म अनुरोध गर्दछु। नगर प्रमुखज्यू र उहाँ त गइसक्नु भएको छ र पनि सम्मान गर्नुपर्छ। र त्यसै गरी मञ्चमा आसिन ह्याप्पी नानीहरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने प्रतिनिधिज्यूहरू कुन डान्स र सेन्टर हो? सम्पूर्ण उपस्थित हुनुभएका प्यारा दाजुभाइ दिदीबहिनीहरूमा मेरो अभिवादन टक्राउन चाहन्छु। यस मगर सङ्घको माघे सङ्क्रान्ति चाड पर्व मनाउँदै उहाँहरूले यो कार्यक्रम सम्पन्न गर्नुभएको छ र यसमा हामी जनजाति आदिवासीहरू हाम्रो धार्मिक संस्कृतिहरू निकै नै लोप हुँदै गइरहेको छ। हामी यसमा पनि हामी आदिवासी जनजातिहरूले यो हाम्रो धर्म संस्कृतिलाई बचाउनको लागि हामीले वर्षक सालैपछि यसरी भेला गोष्ठी र प्रशिक्षणहरू कार्यक्रमहरू
मनको कुरा आजै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ्न आँखमा पोखिमा गीतैको भागमा मनको कुरा आजै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ
रो